नेपालमा बुद्धिजीवीहरूले के भनिरहेको छ भने उनीहरूले छोडेर जस्तो प्रस्ताव हस्तान्तरण गर्नु हुँदैन, मानेकै छैन, मान्दैन रहेछ। कोही चुट्याहरू त चुट्याहरू काजी दाई नसक्ने मान्छेले हजुरको अन्तिम इच्छा के हो भन्नुहोस् त? भन्नुहोस् त के हो अन्तिम इच्छा? रविले आज सोधेछ अब तपाईको ल अब हाम्रो देशमा त डाइरेक्ट नेतालाई यस्तो सोधिराखेछन् हजुरको अन्तिम इच्छा के हो? यसको मतलब उसलाई मार्न गइराखेछन्, के गर्न गइराखेछन्? अन्तिम इच्छा के हो दाजु? अन्तिम इच्छा भनेको अब हाम्रो बुढा नेताहरूले चाहिँ सत्ता हस्तान्तरण चाहिँ दोस्रो पुस्तालाई गर्नु पर्यो, यो पुस्तालाई गर्नु पर्यो भन्ने हाम्रो चाहना। हजुरको चाहिँ केही मन्तव्य छ यसमा? अब हाम्रो चाहिँ डिएसपी सरले भन्नुभएछ त्यो रवि दाईलाई कि हजुरको अन्तिम इच्छा के हो भन्नुहोस् त काजी दाई? यसको केही मन्तव्य छ? कत्रो ज्यान हो यार यही नबोल्ने कारणले नेपाल यस्तो पछाडि परेछ, हजुरहरू युवा जस्तै। रविले प्रधानमन्त्री बनाएर देशमा चाहिँ सब चोरपाटाहरूलाई दलालीहरूलाई झुन्डाएर टुँडी खेलमा लएर मार्ने, नाकको डाँडी भाँचेर हान्ने नेता हान्नुपर्छ। ल हजुरले भन्नुहोस् त अन्तिम इच्छा हाम्रो डिएसपी सरले भन्नुभएछ। हो हालौँ त यहाँ एक गिलास चाहिँ पहिले चिसो पिउँ। होइन चिसो त खाना पाइन्छ, पार्टी त चलेछ, तर अब यसको बारेमा रवि दाइको गममा हो होइन, गममा त कसैले पेप्सी खाँदैन हो दाजु। रक्सी हामी खानै परिएन नि त। ल ल अब फेरि अर्को उसमा बस्नुपर्छ।